यस्तो किसिमको छालाको समस्या फ्यामिली सोसाइटी हरेक व्यक्ति पछि चाहिँ यो छालाको समस्या प्राय चाहिँ देखेर यो एकदम कमन चाहिँ छालाको समस्या भनेर मानिन्छ। यो चाहिँ रातो दानाहरू देखिने, बम्सहरू देखिने, एकदम धेरै सिभियर इचिङ हुन्छ र यो समस्यालाई हामीले चाहिँ अर्टिकेरिया पनि भन्ने गर्छ र अर्को भाषामा हामीले चाहिँ हाइप्स पनि भन्ने गर्छ। समस्यालाई ट्रिगर गर्नको लागि अझ पनि नराम्रो अवस्थासम्म पुर्याउनको लागि धेरै कुरोहरू हुन्छ, जस्तै खानेकुरो भयो, स्ट्रेस भयो र वेदर मौसमले गर्दा पनि यो कुरोलाई चाहिँ ट्रिगर गर्छ र यसलाई गम्भीर बनाउन सक्छ। धेरै चिलाउने समस्याले गर्दा ओभर टाइम हामीले गरेको कामहरूमा पनि यसले धेरै हार्म गर्छ र खुट्टा हात सबै चाहिँ चिलाउने गर्दछ। सुत्ने बेला पनि चिलाएको जस्तो पुरा महसुस हुन्छ, होल बडी चाहिँ इचिङ हुन्छ। धेरै जसो मान्छे चाहिँ उहाँले सुत्न पनि धेरै नै गाह्रो हुन्छ, यो यति धेरै चिलाउने गर्छ। यसलाई कसरी आइडेन्टिफाई गरेर त्यो जुन समस्या भइरहेछ भने उसलाई कसरी ठिक गर्न सकिन्छ, पहिला हामीले नोट गर्नु पर्यो। 24 घण्टामा हामीले के खाइरहेछौँ या खाने बित्तिकै केही मोमेन्टपछि हामीले बडीमा रिएक्सनहरू दिन थाल्यो, एकदम धेरै इचिङहरू हुन थाल्यो भने त्यो कुरोलाई हामीले नोट गर्नु पर्यो। नेक्स्ट टाइम हामीले खायो भने त्यो कुरो चाहिँ एभोइड गर्नु पर्यो। खानेकुरोको त लिस्ट बनाउनु पर्यो, कुन कुन खानेकुरोले मलाई गाह्रो बनाइरहेछ। यदि तपाईँ वेदर चिसो मौसममा एकदम धेरै भइरहेछ भने त्यो चिसो मौसममा हल्का कम बस्नु पर्यो। यदि गर्मीमा भइराखेको छ भने गर्मी मौसमबाट हल्का तपाईँ चिसोमा चाहिँ बस्न सकिन्छ। कहिलेकाहीँ यो सानो एउटा एन्टी एलर्जी मेडिसिनले यो चाहिँ रिकभर गर्न सकिन्छ, यो चाहिँ ठिक हुन सक्छ। र कहिलेकाहीँ क्रोनिक फेजमा गयो भने यसले एन्टिहिस्टामिनले थोरै रिलिफ मात्र मिल्न सक्छ, तर यो पटक पटक चाहिँ देखिन्छ। र यसलाई राम्रो र कन्ट्रोल सधैँभरिको लागि रिकभर गर्न छ भने बेस्ट उपाय हो एउटा कन्सल्टेन्ट डर्माटोलोजिस्टसँग कन्सल्ट गरेर तपाईँ आफ्नो कुरो राखेर चाहिँ ट्रिटमेन्ट लिन सक्नुहुन्छ। If you've ever dealt with this, share your experience in the comments. Let's help each other out. Don't forget to like and follow for more helpful tips. Thanks for watching.